मेरो यात्रा रहेको छ काठमाडौँ टु सुर्खेत। आज चाहिँ म धेरै लामो समय पछाडि घर जाँदैछु। यस्तो पानी परेर जाम लागिरहेको छ कि पुरै जाम लागिरहेको छ क्या। सो अहिले चाहिँ हामी थानकोटमा छौँ। हेलो नमस्ते एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। सो आज चाहिँ हामी काठमाडौँबाट सुर्खेत जाँदैछौँ है। सो आज हाम्रो ट्राभलिङ छ। अहिले चाहिँ हामी थानकोटमा छौँ। यस्तो ठुलो पानी पऱ्यो नि त आज, त्यो भएको कारणले जाम पनि एकदमै बढी नै छ। सो कसो ल त पानी परेको छ यहाँ गाडी हाम्रो गाडी है। अन्य साथीहरू छौँ हामी। दिनेशलाई हेरेन, दिनेशलाई सी ग्रुप भनेर बुढा बाँकी भिडियो हेर्ने गर्नु होला है। अहिले चाहिँ हामी जाममा छौँ। ससुराली गइरहन्थे जहिले नि सालीमा। जाम छ यहाँ एकदमै जाम छ। हामी चाहिँ लाइभ बसिरहेको छौँ। सिरानी माटैको सिरानी न्याउली भैनीलाई गराउन चिन्रानी खोटाङ जिल्ला पानी परेको छ। पानी 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 हाम्रो गाडी अगाडि बढिसक्यो। यही बोतललाई आधार मानेर यो बनाएको रहेछ। त्यही भएर